म चाहिँ आज मुगले चिकन बनाउन गइरहेको छु। यसलाई मैले म्यारिनेट गरेको छु। 1 केजी चिकन ल्याएर हल्दी नुन अलिकति दहीमा म्यारिनेट गरेर राखेको छु। यसलाई 1 घन्टासम्म राख्नुपर्छ। प्याज छ नि तपाईँले 3-4टा प्याज मसिनो गरेर यसरी काट्नुहोस्। तेल गरम गरिसकेको छु। प्याज चाहिँ यतिको बनाएर बनाउनुपर्छ। मैले जिरा र के अरे मरिच पिसेको छु, भुटेको छु। बदाम 1-2वटा, एउटा रातो खुर्सानी। यहाँ मजाले रोस्ट गरिसकेपछि यसमा हालिदिनुहोस्। सुक्नुपर्छ है, एकछिन सेलाउनुपर्छ यसलाई चाहिँ मजाले। त्यसलाई सुकेको छ। अब यसलाई मिक्सीमा हालेर चाहिँ मैले यो पोलेको छु। यसमा दही हाल्नुहोस् अलिकति। दहीमै मसलालाई मिक्स गर्नुहोस्। यसरी छु। यसमा मैले उयो गरेको तेल थियो, यो यति नै युज गर्छु। दही र मसला पिसेर जस्तो बनाएको छु। पिस्नुपर्छ। पेस्ट गर्दैछु। गरम मसला अलिकति हालिदिनुहोस्। रेडी भयो। उसिनेको छु किनभने यसलाई काँचो पिसेर हाल्दाखेरि मिठो हुँदैन। यसलाई उसिनेर पिस्नुपर्छ। मसलालाई बिस्तारै तेलमा छोडिदिनुहोस्। प्याजलाई पनि छोडिदिनुहोस्। गरेको मासुलाई पनि यहीँ हालिदिनुहोस्। अब यसलाई ग्यासको फ्लेम अन गरिदिनुहोस्। भइरहेछ टमाटरलाई बोक्रा छिलेर प्याज पिसेको अलिक राखेको थिएँ। पनि यसलाई पनि हालिदिनुहोस्। अब टमाटर हालिदिनुहोस् अलिकति पिसेर राखेको। अझ एकछिन छोपेर पकाउनुपर्छ। सकेको छ। अब रेडी भयो मोटामोटी। यसलाई कस्तुरी मेथी पत्ता अलिकति हालिदिनुहोस् माथिबाट। मेरो चिकन चाहिँ रेडी भयो।